काठमाडौँ भ्यालीभरि चाहिँ पर्चा पम्पलेटहरू होर्डिङ बोर्डहरू अनि बाटोमा चाहिँ के अरे भित्ते लेखनहरू लेखिन्थ्यो। मलाई त्यसले चाहिँ एकदम टचर गर्यो। अमेरिकामा गएर मैले चाहिँ हेरेको छु त्यहाँ कति सुन्दर सहरहरू छ, कहीँ पनि पर्चा पम्पलेट टाँसेको देखिनँ। नेपालमा किन त्यस्तो टाँस्ने? यता पर्चा पम्पलेटहरू अनि होर्डिङ अनधिकृत होर्डिङ बोर्डहरू अनि भित्ते लेखनहरू मेट्नु र अब राख्नु नदिनु भनेर अन्तरिम आदेश जारी भएको छ। नमस्कार, स्वागत छ तपाईलाई बियोन्ड द बारको पोडकास्टमा, जहाँ शब्दहरू गम्भीर हुन्छन्, विचारहरू गहिरा हुन्छन्, संवादहरूले दिशातर्फ डोल्याउँछ। आजको विशेष एपिसोडमा हामीसँग हुनुहुन्छ एक यस्तो व्यक्तित्व जो केवल कानुनको ज्ञाता मात्र होइन, वातावरण तथा पशु कानुनका क्षेत्रमा उहाँको विशेषज्ञता ऐन निर्माणदेखि लिएर जनचेतनामूलक अभियानसम्म अभिलेखनीय छ। उहाँ केवल कुशल कानुन व्यवसायी हुनुहुन्छ, साथै प्रकृति र जीव जन्तुका सच्चा रक्षक पनि हुनुहुन्छ। आजको एपिसोडमा हामी उहाँको अनुभव, सोच, वर्तमान कानुनको अवस्थाबारे गहिरो कुराकानी गर्नेछौँ। उहाँ हुनुहुन्छ वरिष्ठ अधिवक्ता पदम बहादुर श्रेष्ठ। स्वागत छ सरलाई। हस्, धन्यवाद। सर, तपाईँको यो कानुनको यात्रा विशेष गरी वातावरण तथा पशुको क्षेत्रमा कसरी सुरुवात भयो सर? के प्रेरणा थियो? वास्तवमा प्रेरणाकै कुरा गर्ने भने जब म कानुन पढ्न आएँ काठमाडौँमा र कानुन पढिसकेपछि यो एलएलबीको चाहिँ हाम्रो त्यतिखेर शिक्षा हुन्थ्यो र एलएलबी गरिसकेपछि हामीले चाहिँ अधिवक्ताको प्रमाणपत्र पाउँथ्यौँ र मैले त्यो समयमा विभिन्न मुद्दाहरू गरेँ र धेरै चाहिँ देवानी मुद्दाहरूको विषयमा सम्मानित अदालतमा बहस पैरवी गरेँ। तर पछि आएर मैले जब नेपाल ल क्याम्पसबाट अन्तर्राष्ट्रिय वातावरण कानुनमा एलएलएम गरेँ, डिग्री गरेँ। त्यो डिग्री गरिसकेपछि मलाई एउटा यस्तो विचार आयो कि स्वच्छ वातावरण मान्छेको लागि पहिलो अधिकार रहेछ। यति मात्रै होइन, जति पनि प्राणीहरू छ, जन्तुहरू छ, वन्यजन्तुहरू छ, तिनीहरूको पनि आफ्नो अधिकार हुँदो रहेछ भन्ने कुरो चाहिँ मलाई लाग्यो। र ती लेखिएको कुराहरू, ती मैले सोचमा आएका कुराहरू, मैले सोचिरहेको कुराहरू, मैले आफ्नो अध्ययनमा पढिरहेको कुराहरूलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुरा चाहिँ मेरो एउटा दिमागमा आयो। र मैले त्यसपछि नेपालमा के कति कानुनहरू चाहिँ वातावरण संरक्षणमा रहेछ। अब स्पेसली हेर्ने भने जनावरहरूको चाहिँ अधिकारको सम्बन्धमा रहेछ, वनस्पतिहरूको सम्बन्धमा, त्यसपछि लिएर नदी नालाको सम्बन्धमा, अनि अहिले चर्चामा आइरहेको यो जलवायु परिवर्तनको सम्बन्धमा के कस्तो कानुनी व्यवस्था रहेछ भनेर मैले अध्ययन गर्दाखेरि त्यसैलाई परिपूर्ति गर्नको लागि केही अभावहरू मैले देखेँ। त्यो कानुनमा पनि अभाव देखेँ, कार्यान्वयनमा पनि अभाव देखेँ र कति त मुद्दाहरू यस्ता चाहिँ विषयवस्तु थिए जुन आवश्यकता पर्ने तर कानुनै नभएको, नीति नै नभएको, त्यसमा त्यो विषयवस्तु नै नबनेको त्यस्तो अवस्थामा चाहिँ मलाई प्रेरणा चाहिँ त्यो एउटा मैले जुन अध्ययन गरेँ त्यो विषयवस्तुले मलाई चाहिँ अझ उजागर गर्यो, मलाई अझ त्यो विषयमा जान्ने मौका दियो। त्यसपछि अध्ययन अनुसन्धान गर्दै जाँदाखेरि चाहिँ यो वातावरण संरक्षणमा काम गर्नुपर्ने रहेछ। यसमा चाहिँ हाम्रो चाहिँ कानुनको विद्यार्थीहरू पनि कम रहेछन्, वकिलहरू पनि कम रहेछन्, कार्यान्वयनको पक्ष पनि कम रहेछ भनेर वास्तवमा म लागेको। तर यो हजुरको यहाँसम्मको यात्रा जुन छ नि, यो यात्रामा कतिपय मोडहरू होला जसले हजुरलाई एकदमै प्रभाव पारेको होला सर। त्यो मोडहरूको बारेमा हजुरसँग चर्चा गरौँ न सर। वास्तवमा त्यो धेरै कुराले यो एउटा चाहिँ मोडहरू पार गरेर म आइपुगिसकेको छु। मैले सबभन्दा पहिला मुद्दा हाल्ने मेरो सोचहरू भए तापनि सम्मानित सर्वोच्च अदालतमा वातावरण संरक्षणको मुद्दाहरू कसरी दर्ता गर्ने होला, प्रमाणहरू कसरी जुटाउने भन्ने मलाई ठुलो सङ्कट थियो। मलाई त्यति अनुभव पनि थिएन। ती मोडहरूमा चाहिँ मलाई कस्तो लाग्यो भन्दाखेरि यो काठमाडौँ भ्यालीभरि चाहिँ पर्चा पम्पलेटहरू, होर्डिङ बोर्डहरू अनि बाटोमा चाहिँ के अरे भित्ते लेखनहरू लेखिन्थ्यो। मलाई त्यसले चाहिँ एकदम टचर गर्यो। यो के हो त? यो हाम्रो कानुनमा पनि प्रष्ट व्यवस्था छैन। कतै विज्ञापन कसरी टाँस्ने, विज्ञापन कहाँ टाँस्ने भन्ने पनि कानुन छैन। त्यसपछि लिएर आजसम्म साउथ एसियामा चाहिँ यो दृश्य प्रदूषण भयो भनेर अङ्ग्रेजीमा चाहिँ भनिन्छ नि, भिजुअल पोल्युसनको इम्प्याक्टहरू भनिन्छ। त्यस्तो पनि कहीँ पनि मैले चाहिँ नेपालमा चाहिँ कानुन भएको पनि देखिनँ, साउथ एसियामै देखिनँ मैले। अनि मैले यो भ्यालीभरिको फोटो चाहिँ लगभग 500वटा फोटो जति मैले खिच्दै राखेँ। अब यो खिच्नु त खिचेँ मैले, तर यसलाई मुद्दा कसरी बनाउने? जस्तै कुनै पनि मुद्दाहरू परमादेश जारी गर्नको लागि, कुनै पनि विषयवस्तु अदालतमा प्रस्तुत गर्नको लागि
संविधानले नै मेरो हक हनन भएको छ कि छैन, त्यो सार्वजनिक इस्युको त्यो विषयवस्तु हो कि होइन, त्यसले कसलाई असर पारेको छ भन्ने हुन्छ। अब भिजुअल पोल्युसन भन्नाले पर्चा पम्पलेट त के अरे चाहिँ जताततै टाँसेको छ, फोहोर बनाएको छ, हेर्न नहुने चाहिँ के अरे मन्दिरको छेउमा लगेर चाहिँ पोस्टर छ, रुखको टुप्पामा पनि पोस्टर, फेदमा पनि पोस्टर छ। मान्छेको चाहिँ यो त एउटा व्यवसाय गर्नेले विज्ञापन गर्ने थलो भन्यो, त्यस्तो गर्नु हुँदैन भनेर चाहिँ कानुनै छैन कि। त्यस कारणले मैले त्यो कानुनै नभएको कुरोमा चाहिँ त्यो त्यस्तो चाहिँ प्रमाणहरू जुटाएँ मैले। अब त्यसले मलाई के सिकायो भन्दाखेरि यो मुद्दा मैले बनाएर लिएर जानुपर्छ है, यो मुद्दा मैले बनाएर लिएर गइनँ भनेदेखि यो इस्यु मर्छ। हाम्रो सुन्दर जुन यो सहर छ त्यो सुन्दर सहर बन्दैन। जस्तै हामी चाहिँ युरोपमा गएर मैले हेरेँ, अमेरिकामा गएर मैले चाहिँ हेरेको छु, त्यहाँ कति सुन्दर सहरहरू छ, कहीँ पनि पर्चा पम्पलेट टाँसेको देखिन। नेपालमा किन त्यस्तो टाँस्ने, अनि काठमाडौँमा चाहिँ किन त्यस्तो फोहोर भन्ने कुरा चाहिँ मेरो दिमागमा आएको कारणले गर्दाखेरि मैले अदालतमा चाहिँ यो मुद्दा लिएर गएँ। त्यो मुद्दा लिएर गइदिएपछि एउटा अचम्मको के भयो भन्दाखेरि मैले आज निवेदन दर्ता गर्नु लागेँ, अदालतले दर्ता गरेन। म लगातार 15 दिनसम्म चाहिँ सर्वोच्च अदालतमा यो मुद्दा दर्ता गरिदिनु पर्यो, यो त मेरो पनि अधिकार हुनुहुन्छ। मेरो आँखा त के को लागि जन्मेको भन्दाखेरि चाहिँ आएको भन्दा राम्रो चिज हेर्नु नि, नराम्रो चिज हेर्नुलाई होइन नि त, होइन। अनि त्यो कारणले गर्दाखेरि तर सम्मानित सर्वोच्च अदालतको रजिस्ट्रारहरूले दिएको चाहिँ दर्ता गर्ने चाहिँ जुन अफिसरहरू उहाँहरूले यसले तपाईँलाई के असर पारेको छ, यसले तपाईँलाई के फरक पर्छ, यसमा त केही समस्या छैन नि भन्ने कुरा गर्नुभयो। त्यो 15 दिनसम्म त्यो मुद्दा लाग्यो दर्ता गर्नलाई। अन्ततः यो मुद्दा चाहिँ के अरे चाहिँ दर्ता गरिदिने डिसिसन गर्नुभयो उहाँहरूले र मुद्दा दर्ता भयो। र मुद्दा दर्ता गरिसकेपछि त्योभन्दा अर्को चाहिँ घटना के थियो भने त्यो मुद्दा पहिलो मुद्दा हो र मलाई अदालतमा चाहिँ मुद्दा दर्ता गर्ने अनि परमादेश मुद्दा, उत्प्रेषणको मुद्दाहरू दर्ता गर्ने र विभिन्न मुद्दाहरू दर्ता गर्ने मेरो दिमागमा चाहिँ पहिलोचोटि आएको चिज भनेको त्यही हो। यदि त्यो मुद्दा दर्ता भएको थिएन, त्यो मुद्दालाई त्यहाँ सक्सेस भएको थिएन भने सायद त्यो मुद्दामा म अगाडि बढ्ने पनि थिइनँ होला, होइन, अगाडि त्यो मुद्दा लिएर जाने पनि थिइनँ होला। आज 25वटा मुद्दाहरू मेरो नामबाट दर्ता भएको छ भनेदेखि त्यसरी पनि नजानु पनि सक्थ्यो। यो भएको कारणले गर्दा त्यो मुद्दा दर्ता भयो। र त्योभन्दा पनि के अरे सम्मानित अदालतमा जब बहस गर्नु गएँ, त्यो मुद्दाको पहिलो पेशीको दिन म बहस गर्नु गएँ। बहस गर्न जाँदाखेरि चाहिँ त्यो मुद्दामा चाहिँ लागेको थियो यो मुद्दा केही पनि हुँदैन होला, अन्तरिम जारी हुँदैन, केही फरक पर्दैन, किनभने मुद्दा दर्ता गर्नु त्यत्रो टाइम लाग्यो भनेर भनिसकेपछि मेरो मनमा चाहिँ त्यस्तो लागेको थियो। तर सम्मानित अदालतमा गएर बहस गर्नु गएँ। श्रीमानले भन्नु बहस गर्नुहोस् तपाईँ भनेर भनिसकेपछि बहस गरियो। तर त्यो मुद्दाको आदेश आउँदाखेरि चाहिँ मलाई एकदम अचम्म लाग्यो। मैले अनएक्सपेक्टेड आदेश आयो क्या। त्यहाँ त लेखिएको त्यो आदेशमा के थियो भनेर भन्दाखेरि अन्तरिम आदेश दिँदाखेरि यो बेन्च निवेदकले पेश गरेको फोटोहरू हेर्दाखेरि स्वयं मर्माहित भएको छ भन्ने शब्द लेखेको थियो र मर्माहित भएको छ। त्यसकारणले यसको सुन्दरताको लागि, काठमाडौँको सुन्दरताको लागि आजैको मितिबाट चाहिँ यहाँ भएका सबै फोहोर मैलाहरू, यता पर्चा पम्पलेटहरू अनि अनधिकृत होर्डिङ बोर्डहरू अनि भित्ते लेखनहरू मेट्नु र अब राख्नु नदिनु भनेर अन्तरिम आदेश जारी भएको छ। त्यसले गर्दाखेरि मेरो चाहिँ आफ्नो जीवनमै त्यो इन्भाइरोमेन्टको केसहरू अब दर्ता गर्नुपर्छ, सर्वोच्चले पनि त्यसलाई हेर्दो रहेछ, त्यो त समाजको लागि त ठुलो परिवर्तन हो भन्ने लाग्यो। र त्यसपछि त्यो आदेश भइसकेपछि नगरपालिकाहरूले मन्त्रालयमा मिटिङहरू बस्यो, समितिहरू बने अनि सबै चाहिँ के अरे चाहिँ होर्डिङ बोर्डहरू निकाल्नु थालियो, पर्चा पम्पलेटहरू चाहिँ निकाल्नु थालियो अनि जरिवाना चाहिँ के अरे चाहिँ कानुन व्यवस्था थिएन, पछि मात्रै आयो जरिवानाको। अनि भित्ते लेखनहरू मेटिनु थालियो र त्यतिखेर चाहिँ भित्ते लेखनहरू मेट्दा गर्दाखेरि राजनीतिक पार्टीको मान्छेहरूले चाहिँ यो भित्ते लेखन लेख्न नदिने मान्छे फलाना रहेछ भनेर मलाई फोन गरेर थ्रेट पनि दिनुभएको थियो उहाँहरूले। तिमी नै होइन यो मुद्दा गरेर चाहिँ यो भित्ते लेखन लेख्नु नदिने, यस्तो चाहिँ नराम्रो काम गर्ने हो भनेर थ्रेट दिनुभयो। मैले त्यसलाई पनि खासै रूपमा लिइनँ। त्यो कसैले चाहिँ सोच त्यतिखेर चाहिँ उहाँहरूको सोच त्यस्तै आयो, ठिकै छ, केही फरक पर्दैन, मैले गरेको होइन, सर्वोच्च अदालतले चाहिँ आदेश गरेको हो भन्ने कुरो मैले गरिदिएँ र त्यो सब विषयवस्तु त्यतिकै टुङ्ग्यो। र तर मेरो मोडमा चाहिँ त्यो एउटा एकदम मलाई जुन किसिमले चाहिँ सम्मानित अदालतबाट चाहिँ अन्तरिम आदेश जारी गरेर त्यो परिवर्तन देखेँ मैले। फैसला भइसकेपछि भन्दा पनि अन्तरिम आदेश हुँदा नै के अरे चाहिँ काठमाडौँको रूपको चाहिँ थोरै परिवर्तन भएको देखेँ। यहाँको चाहिँ पर्चा पम्पलेटहरू टाँस्नु मान्छेले छोडे, त्यहाँ पुलिसहरूले पक्रिन थाल्यो, लगेर चाहिँ के अरे चाहिँ कारवाही गर्न थालेको हुनाले मलाई एउटा चाहिँ यो चाहिँ मोड चाहिँ मलाई महत्त्वपूर्ण लाग्छ।
तर यो वातावरणको हजुर विद पनि हुनुहुन्छ, यो वातावरण ग्लोबल वार्मिङलाई अनि क्लाइमेट चेन्जलाई हजुरले कसरी यो व्याख्या गर्नुहुन्छ सर? वास्तवमा यो जलवायु परिवर्तन भन्ने बित्तिकै अहिले विश्वमा यसैको चर्चा छ। जहाँ जसले जे चर्चा गर्छ अहिले जलवायु परिवर्तनको कारणले गर्दा, ग्लोबल वार्मिङको कारणले गर्दा हामीहरू जीवनहरू चाहिँ यापन गर्न गाह्रो भयो, जीवनलाई सस्टेन गर्न गाह्रो भयो भन्ने विषयवस्तु चाहिँ वास्तवमा धेरै विषयवस्तु उठेको छ। यो नेपालको मात्रै होइन, विश्वका देशहरूले यो विषयमा चर्चा गरेको छन्। तर मैले यो कसरी हेरेको छु भन्ने कुरा चाहिँ अहिले मैले यहाँहरूसँग मैले कुरा गरिराख्दाखेरि के लाग्छ भन्दाखेरि यो जलवायु परिवर्तन मात्रै नभनौँ, समग्रमा वातावरण संरक्षण गर्नुपर्छ। वातावरण संरक्षण गर्नुपर्छ भन्ने के विषयवस्तु आउँछ भन्दाखेरि रुख बिरुवाहरू रोप्नुपर्छ, रुख बिरुवाहरू संरक्षण गर्नुपर्छ, पानीका मुहानहरू संरक्षण गर्नुपर्छ, नदीहरूलाई सुक्नु दिनु हुँदैन भन्ने कुरा नै हो नि। हो, जलवायु परिवर्तनको मूल मर्म नै यहीँनिर छ। जस्तै अहिले हामी चाहिँ जलवायु परिवर्तनको कारणले चाहिँ असर पर्दैछ भनेर हामीले चाहिँ वन जङ्गलहरू चाहिँ बढाइराखेको छौँ। हाम्रै 45% वन जङ्गलहरू छ। यो वन जङ्गलबाट चाहिँ हामीले चाहिँ कार्बन बिक्री गर्ने भनेर हामीले एग्रिमेन्ट गर्दैछौँ। कति पैसाहरू नेपालमा आइसकेको छ। हामीले धेरै संरक्षण गरेको छौँ। नेपालमा जलवायु परिवर्तनलाई विश्वमा पनि हाम्रो कन्ट्रिब्युसन गर्नुपर्छ भनेर नै हामीहरूले चाहिँ अहिले रुखहरूलाई चाहिँ संरक्षण गर्ने, हामीले बाटो बाटोमा रुख रोप्ने, यो मुहानहरूलाई संरक्षण गर्ने, पानीको मुहानलाई, नदीहरूलाई बिग्रिनु नदिने, सुक्न नदिने, यी यावत कुराहरू हामीले गरिरहेको छौँ। यो पनि के अरे जलवायुको चाहिँ के अरे चाहिँ महत्त्वपूर्ण विषयवस्तुहरू हो। तर अहिले हामीले ग्लोबल वार्मिङको कारणले गर्दा भनेर चाहिँ समस्या पर्यो नेपालमा भन्छ। वास्तवमा के छ भन्दाखेरि विश्वका धनी देशहरूले ग्लोबल वार्मिङमा धेरै कन्ट्रिब्युसन गरेका छन्। जस्तै ग्रिन हाउस ग्यासहरू उहाँहरूले निकाल्नु भएको छ। उहाँहरूकै के अरे चाहिँ ठुल्ठुलो देशहरूले नै ठुल्ठुलो चाहिँ उद्योग धन्दाहरू खोल्नु भएको छ, ठुल्ठुलो विकास निर्माण काम गर्नुभएको छ। त्यहाँ के अरे चाहिँ गाडीबाट कार्बन डाइअक्साइडहरू निक्लिन्छ, त्यो पनि सबभन्दा बढी गाडी ठुलो देशमै छ। तर नेपालमा त्यस्तो धेरै चाहिँ कन्ट्रिब्युसन हाम्रो देशमा छैन। हामी अहिले भन्दाखेरि चाहिँ अहिलेको डाटा भन्यो भने 0.025 मात्रै हाम्रो कन्ट्रिब्युसन छ भनेर चाहिँ अहिले नेपाल सरकारले भनिरहेको छ। तर हामीले त प्रत्यक्ष रूपमा के छ भने जलवायु परिवर्तनको कारणले हाम्रो जीवनमा असर परेको छ, हाम्रो कृषिमा असर परेको छ, हाम्रो पर्यटनमा असर परेको छ, हाम्रो जैविक विविधतामा असर परेको छ, हाम्रो दैनिक गुजारामा असर परेको छ। र यस्तो हुनुको कारण के हो भन्दाखेरि चाहिँ जुन चाहिँ के अरे चाहिँ तापमान बढिरहेको छ, ग्रिन हाउसको कारणले गर्दा हामीलाई इम्प्याक्ट भइरहेको छ। त्यो कुराहरू चाहिँ के छ भन्दाखेरि यो नेपालको मात्रै होइन, यो विश्व समुदायले पनि यसलाई एड्रेस गर्नुपर्ने छ। र जहिले पनि भन्छौँ नि हामी यो जलवायु परिवर्तन अथवा यो ग्लोबल वार्मिङ भनेको एउटा देशको होइन, यो चाहिँ संसारभरिको देशको चाहिँ समस्या हो भन्ने हो। यो कुरामा म एउटा कुरा जोड्न चाहे, अघि भन्नुभयो नि संसारहरूको कुराको समस्या हो भनेर। यो संसारहरूको कुरालाई यो ग्लोबल वार्मिङ इज अ पोलिटिकल जियो पोलिटिकल प्रब्लम भनेर पनि भन्ने गरिन्छ। अनि सर एउटा म अस्ति एउटा पोडकास्टमा मैले सुनेको कुरा भन्दाखेरि एउटा जगदीश शुक्ला भनेर उहाँ एउटा साइन्टिस्ट हुनुहुन्छ इन्डियाको, उहाँले के भन्दै हुनुहुन्छ भन्दाखेरि युएसए को एउटा रिपब्लिकन पार्टी भनेर छ, उहाँहरूले के गर्नुहुन्छ भन्दाखेरि ग्लोबल वार्मिङलाई प्रब्लमको रूपमा उहाँहरूले जोड्नुहुन्न के, उहाँहरूले इट्स नट अ प्रब्लम भनेर उहाँहरूले भन्नुहुन्छ। अनि एज अ अब युएसए यत्रो सुप्रिम पावर भएको देश, उनीहरूले ग्लोबल वार्मिङलाई अब प्रब्लमको रूपमा सम्बोधन नगर्ने अनि उहाँहरूको डिसिजनको कारणले हामी त्यो कुराहरूलाई इम्प्याक्ट इफेक्ट पर्ने भएको कारणले यो त गलत कुरा हो नि सर। हजुर के विचार छ यसमा? वास्तवमा अहिले जस्तै यहाँले कुरा जोड्न खोजेको अहिले पेरिस एग्रिमेन्टको 2015 को चाहिँ बाट चाहिँ जुन अमेरिका अहिले बाहिर आइसक्यो होइन, त्यसमा साना देशहरू होइन, साना देशहरू, गरिब देशहरू जसलाई इम्प्याक्ट परेको छ त्यो देशहरूले पेरिस एग्रिमेन्टलाई जसरी पनि संसारभरिका देशहरूले कार्यान्वयन गर्नुपर्छ, त्यसलाई समर्थन गर्नुपर्छ, त्यो बमोजिमको कानुनहरू बनाउनुपर्छ भन्ने विषयवस्तु चाहिँ अहिले के छ भने उठिरहेको छ। अनि यहाँले जुन जियो पोलिटिकल कुराहरू पनि गर्नुभयो कि वास्तवमा यो हेर्दाखेरि क्षेत्रीय रूपमा हेर्ने हो भने जस्तै हाम्रै क्षेत्रको कुरा गर्नुहुन्छ भने जस्तै चाइनामा ठुलो विकास भइरहेको छ होइन, चाइनामा बढीभन्दा बढी चाहिँ अहिले
यो पेट्रोल गाडी नै कुद्ला। अहिले मलाई विद्युत गाडी धेरै कुदे जस्तो लाग्दैन पर्सेन्टेजको हिसाबले। जस्तै नेपालमा पनि पर्सेन्टेजको हिसाबले त कमै कुद्छ, जस्तै इन्डियामा पनि कमै कुद्छ होइन, पेट्रोल र डिजल गाडी नै बढी छ। र यो दुईटा देशको बिचमा हामी छौँ। हामी अघि मैले भने कि हामीसँग चाहिँ उत्सर्जनको एकदम कम छ हामीसँग, किनभने ठुल्ठुलो चाहिँ उद्योग धन्दाहरू छैन। हामीसँग चाहिँ काठमाडौँमा चाहिँ अहिले चाहिँ 27 लाख गाडीहरू छ देशभरि भने 12 लाख गाडी यहीँ कुद्छ भन्छ। तर कति यस्तो सहर छ, यहाँले बङ्गलादेशको कुरा गर्नुभयो भने बङ्गलादेशको ढाकामा एउटै चाहिँ के अरे चाहिँ स्टेटभित्र चाहिँ 4 करोड जनता छ त्यहाँ। हामी यत्रो देशभरि बल्ल 3 करोड पनि छैनौँ होला। त्यस कारणले गर्दा स्वाभाविक रूपले चाहिँ उत्पादन बढी गर्ने कुरा त बढी देशकै मान्छेले, बढी जहाँ घनत्व छ, जहाँ जनसङ्ख्या बढी छ त्यहीँको मान्छेले नै बढी उत्सर्जन गर्ने अवस्था हुन्छ। त्यस कारणले गर्दाखेरि यो चाहिँ जुन जसले भूमि प्रयोग गरेको छ त्यसमा जुन देशहरू त्यसमा लागेको छ, जस्तै जियो पोलिटिकल जुन राजनीतिकै फरक छ नि त। जस्तै अहिले चाहिँ इन्डियाको कुरा गर्नुहुन्छ भने हेर्नुहोस्, अहिले चाहिँ ग्लोबल वार्मिङ त्यहाँ पनि परेको छ, जलवायु परिवर्तन त्यहाँ पनि समस्या भएको छ। तर उहाँहरू विश्वलाई जित्नको लागि चाहिँ ठुल्ठुलो डेभलपमेन्टको चाहिँ कारखाना खोलिराख्नु भएको छ। धेरैभन्दा धेरै चाहिँ के अरे चाहिँ कोइलाहरू चाहिँ अझै पनि प्रयोग गरिराख्नु भएको छ। त्यो गर्नुको कारण के हो भन्दाखेरि पेरिस एग्रिमेन्टलाई चाहिँ मान्ने भन्ने, तर पेरिस एग्रिमेन्टको सबै के अरे चाहिँ त्यसको दफालाई चाहिँ कार्यान्वयन नगर्ने भन्ने चाहिँ जुन छ, त्यसले हेर्दाखेरि चाहिँ प्रत्यक्ष असर त हामी जस्तो सानो देशलाई त परेकै छ नि। स्वयं के अरे चाहिँ बङ्गलादेशलाई परेको छ। बङ्गलादेश चाहिँ के अरे चाहिँ यो अहिले जुन पानीको कारणले गर्दाखेरि, पानीको सतह बढेको कारणले गर्दाखेरि जलवायु परिवर्तन भएर चाहिँ हाम्रो चाहिँ के अरे चाहिँ पहाडको चाहिँ हिउँहरू सबै पग्लेर गयो भने त्यो त बङ्गलादेश पनि डुब्न सक्छ नि त होइन। र त्यस्तै अन्य देशहरू पनि असर पार्न सक्छ। त्यो त जलवायु परिवर्तनको कारणले नै असर पर्छ, ग्लोबल वार्मिङको कारणले नै असर परेको देखिन्छ। अहिले यदि त्यसलाई ठिकठाक गर्ने हो, हामीलाई चाहिँ जस्तै गर्मीमा चाहिँ गर्मी जहिले गर्मी हुनुपर्ने थियो नि त्यही बेलामा गर्मी हुनुपर्छ। अहिले चाहिँ जुन बेलामा पानी पर्छ नि त्यो बेलामै पानी पर्छ। अब जेठ असारमा पानी पर्नुपर्ने माघमा चाहिँ पानी परेर बाढी आउँछ होइन, विपद हुन्छ। अब त्यसलाई हामीले चाहिँ यो जलवायु परिवर्तन हो भनेर यत्तिकै चाहिँ भन्नु सक्दैनौँ, किनकि जलवायु परिवर्तनको मापन भनेर भन्छ त्यो 25 देखि 30 वर्षमा के घटनाहरू घटे र सबभन्दा बढी घटना केले घट्यो भनेर चाहिँ त्यो डेटाबेसको आधारमा चाहिँ यो चाहिँ जलवायु परिवर्तन हो भन्न सकिन्छ। जस्तै काहीँ हाम्रो चाहिँ ठुलो चाहिँ बाढी, जस्तै थामेमा बाढी गयो होइन, त्यो जलवायु परिवर्तनले हो भनेर चाहिँ कसरी भन्ने, किन त्यो डेटा राख्नु पर्यो। यो वर्ष पनि गयो, अर्को वर्ष पनि गयो, अर्को वर्ष कहाँ गयो, अर्को वर्ष कहाँ गयो भनेर यदि त्यो लामो 25 वर्षको चाहिँ एउटा हामीले अनुसन्धान गऱ्यौँ भने र त्यो प्रमाणित भयो भने चाहिँ हामीले त्यसरी गर्न सकिन्छ। तर यो हिन्दू परम्परा अनुसार जुन बलि दिने प्रथा छ नि, यो प्रथालाई अझै नै हिन्दू प्रथा कायम नै छ। अनि त्यसपछि यो धार्मिक स्वतन्त्रता भन्ने कुरा, अनि त्यसपछि जनावरको अधिकारको कुरा, यो सर द्वन्द्व जस्तो फिल भयो सर। यसमा हजुरको के विचार छ सर? वास्तवमा नेपालको संविधान हामी सबैले मान्नुपर्छ, किनभने जुन संविधान छ त्यो संविधानमा केही कुरो लेखेको छ। जस्तै धार्मिक स्वतन्त्रताको कुराहरू लेखेको छ, जस्तै हाम्रो चाहिँ वातावरण संरक्षणको कुराहरू पनि त्यहीँ लेखेको छ। अनि त्यसपछि लिएर विभिन्न स्रोतहरूलाई उपयोग गर्ने कुरा पनि लेखेको छ। यहाँले कुरा गर्नुभयो अब यो चाहिँ जुन जनावरहरूको चाहिँ अधिकारको कुराहरू होइन पनि उल्लेख गरेको छ। तर नेपालको सन्दर्भमा मैले अहिलेसम्म हेरेँ कि यो चाहिँ जुन घरपालुवा जनावरहरूको अधिकारै रहेनरहेछ क्या। घरपालुवा जनावरलाई एक ठाउँबाट अर्को ठाउँ लाँदाखेरि झुन्ड्याएर लगे पनि भयो, किच्याएर लगे पनि भयो, कोचेर लगे पनि भयो होइन। यो कहिलेसम्म थिएन भन्दाखेरि 2064 सालभन्दा अगाडि चाहिँ मापदण्ड पनि थिएन कि। एउटा मापदण्ड 2064 सालमा यो ढुवानी गर्दा कसरी ढुवानी गर्ने, एक ठाउँबाट अर्को ठाउँ लाँदा कसरी ढुवानी गर्ने भन्ने मापदण्ड आयो। अघि मैले भने नि आयो, म पढ्नुभन्दा यो चिजहरू आए, मैले वातावरण कानुन पढ्नुभन्दा यो चिज आए, तर मैले पढिसकेर अध्ययन गर्दा चाहिँ कानुन नै भएको छैन। अनि त्यो कानुन कसरी गर्ने भन्ने सवालमा चाहिँ म बढी चाहिँ लागेको मैले चाहिँ पाएको छु मैले आफूले होइन। त्यो हेर्दाखेरि चाहिँ अनि यही सन्दर्भमा भन्यो भने जस्तै यहाँले पनि देख्नु भएको छ होला, हिँड्दा डुल्दाखेरि चाहिँ यो जस्तै एउटा कुखुरालाई कहीँ लगेर त मारिन्छ, मार्नु त, तर त्यसलाई मार्नुभन्दा अगाडि त त्यसलाई सही सलामत त राख्नु पर्यो नि त्यो ठाउँसम्म पुग्नुलाई। जस्तै राँगा भैँसी त लगेर चाहिँ के अरे चाहिँ मासुको रूपमा काटिन्छ होला, तर
तर त्यसलाई जानुभन्दा अगाडि त मर्नु त भएन नि त होइन त्यसलाई एकदम क्रुल ट्रिटमेन्ट त गर्नु भएन नि तर गरिएको थियो क्या त्यो गरिएको कारणले गर्दाखेरि त्यसो गर्नु हुँदैन जनावरहरू वन्यजन्तुहरूको पनि एउटा अधिकार हुन्छ उसको बाँच्ने अधिकार हुन्छ मर्नुभन्दा अथवा मार्नुभन्दा अगाडि होइन मार्नुभन्दा अगाडि उसले चाहिँ स्वतन्त्र रूपले चाहिँ हिँड्डुल गर्न पाउनु पर्यो खानु पाउनु पर्यो पानी खाउन पाउनु पर्यो आराम गर्नु पाउनु पर्यो बिरामी भयो भने उसलाई चाहिँ उपचार गर्नु पर्यो धनीले एक ठाउँबाट अर्को ठाउँ लाँदाखेरि चाहिँ उसको कानमा नाकमा पुच्छरमा बाँधेर लानु हुँदैन भनेर मैले सम्मानित अदालतमा चाहिँ पशु कल्याण ऐन चाहिन्छ भनेर चाहिँ मुद्दा दर्ता गरेँ र त्यो लगभग 3 वर्ष सर्वोच्च अदालतमा चलिसकेपछि त्यो मुद्दा चाहिँ फैसला भयो र त्यो मुद्दाको परिणाम चाहिँ अहिले के छ भन्दाखेरि त्यो मुद्दाको परिणाम अहिले पशु कल्याण ऐन सरकारले बनाउने भनेर कार्यसूचीमा राखेको छ त्यो कार्यसूचीमा राखेर अहिले यो वर्ष या नेक्स्ट इयर चाहिँ त्यो कानुन पास हुँदैछ त्यो कानुनले गर्दा नै अब संरक्षण हुन्छ जस्तो लाग्छ मलाई जनावरवाला जुन ऐनहरू छ नि अझै नै सर धेरै समय लागेको छ है यो हजुरको पालादेखि अझैसम्म पनि एकदमै 2टा डिकेड्स भइसक्यो तर पनि अझैसम्म नेपाल सरकारले कुनै पनि यो ऐनलाई अगाडि बढाउने भनेर लापरवाही अझै पनि गरिरहेको देखिन्छ यो विचारमा हजुरको विचारमा सर यो कुरालाई कसरी देख्नुहुन्छ वास्तवमा यो के हुन्छ भने कुनै पनि कानुन बन्नको लागि हजुर राज्य सत्ता अथवा पोलिटिसियनहरूको सबभन्दा महत्त्वपूर्ण भूमिका हुन्छ सर्वोच्च अदालतले कसलाई आदेश गर्ने हो भन्दाखेरि सरकारले नै हो त्यही पोलिटिसियनहरूलाई नै हो पोलिटिसियनहरूलाई अथवा सरकारलाई नेपाल सरकारलाई तिमीले यो कानुन बनाएर तुरुन्त लागू गर भन्ने हो होइन तर चाहिँ के अरे चाहिँ पोलिटिसियनहरूले यदि त्यो कानुन बनाएनन् भनेदेखि चाहिँ अब हामी निवेदकहरूले चाहिँ अपेलना मुद्दा दर्ता गर्नुदेखि बाहेक अरू केही पनि हुँदैन होइन त्यो कारणले गर्दा तर यो सन्दर्भमा अहिले जुन पशु कल्याणको सम्बन्धमा भन्नुहुन्छ भने अहिले यो आदेश आइसकेपछि कमसेकम 4-5 वर्ष पछाडि चाहिँ अहिले कानुन बनाउने भनेर चाहिँ नेपाल सरकारको कार्यसूची नै पास भइसकेको छ 78 सालमै पास भइसकेको 78 साल चैत महिना पास भइसकेको छ तर अब त्यो भइसकेपछि अहिले मसौदा बनेर देशैभरि त्यसको लागि छलफल भएको छ म आफै पनि 2 चोटि छलफलमा भाग लिएँ सायद त्यो कानुन बन्छ होला त्यो कानुन बन्यो भनेदेखि चाहिँ हुन्छ तर अघि यहाँले सोधे जस्तो नि किन बन्दैन त भन्ने हो भने यदि सरकारको इच्छा शक्ति छ भने सबभन्दा छिटो बन्छ यदि सरकारको इच्छा शक्ति भएन भने बन्दैन कानुन हैन जस्तै यहाँले हेर्नुहुन्छ नि कुनै जस्तै सांसदको चाहिँ भत्ता बढाउनु पर्यो भने 2 दिनमै हुन्छ सांसदको कुनै पदहरू अपग्रेड गर्नु पर्यो भने 2 दिनमै हुन्छ हैन तर यो चाहिँ प्रायोरिटीमा चाहिँ कम भएको हो भन्ने जस्तो लाग्छ जस्तै यहाँले अघि सोधे जस्तो जस्तै जलवायु परिवर्तनको कुरा अघि पनि गर्यौं हामीले सर्वोच्च अदालतमा पनि मैले जलवायु परिवर्तन ऐन चाहियो भनेर मुद्दा पनि गरे त्यो मुद्दा पनि के अरे चाहिँ 2074 पुस 10 गते नै फैसला भएको छ तर आजसम्म कानुन बनेको छैन अदालतले छुट्टै कानुन बनाउनु भनेको छ तर आजसम्म बनेको छैन त्यसको एउटै मात्रै कारण के हो भनेर भन्दाखेरि सरकारको इच्छा शक्ति नभए कारणले सरकारले चाहिँ यो कानुन बनाउँदाखेरि चाहिँ हामीलाई बढेन हुन्छ हाम्रो चाहिँ भार अझ थपिन्छ हामीलाई अझै अर्को नयाँ इन्स्टिट्युसनहरू बनाउनु पर्छ भनेको कारणले गर्दा नबनाएको तर मेरो निरन्तर यसमा चाहिँ फलो गरेको छु सर्वोच्च अदालतले गरेको फैसला पनि कानुनै हो नि कानुन कार्यान्वयन गर्ने दायित्व त सरकारको हो नि भन्ने कुरालाई मैले जोड दिइरहेको छु अहिले तर हजुरले अब यो न्यायाधीशहरुमा अदालतमा बहस पर्वी गर्दाखेरि हजुरले कुनै यस्तो फनी इन्सिडेन्ट भएको छ कि जुन हजुरले एउटा कुरा बुझाउन खोज्दा न्यायाधीशहरुले अर्को कुरा बुझ्नु भएको त्यस्तो टाइपमा वास्तवमा यस्तो त कहिले कहिले हुन्छ व्यवसायमा हामी काम गरिराख्दाखेरि दैनिक व्यवसायको लागि हामी जान्छौं र त्यस्तो अझ धेरै चाहिँ के हुन्छ भने हामीले पीआईएलहरु केसहरु गर्छौं जब सार्वजनिक सरकारको विषयवस्तुहरु समाज अदालतमा लिएर जान्छौं त्यो चाहिँ पहिलो कुरो त निवेदकको हकदायित्व त्यहाँ छ कि छैन भनी जाँचिन्छ अर्को कुरो चाहिँ निवेदनै लाग्छ कि लाग्दैन भन्ने कुरो जाँचिन्छ र अर्को चाहिँ यो विषयवस्तु चाहिँ समाज अदालतमा प्रवेश गर्नु ठीक छ कि छैन भन्ने समाज अदालतले पनि हेर्छ एउटा मेरो इन्सिडेन्ट चाहिँ के छ भने मैले यो नेपाल सरकारले आफ्नो प्रयोगको लागिहरु चाहिँ गाडीहरु किनेको हुन्छ हैन सवारी साधनहरु किनेको हुन्छ अनि विभिन्न चाहिँ यो चाहिँ जो निर्माण कम्पनी जो सरकारकै मातहतमा हुन्छ तिनीहरूले पनि खरिद गरेको हुन्छ त्यो खरिद गरेको चाहिँ जुन सवारी साधनहरु हाम्रा चाहिँ विभिन्न चाहिँ मन्त्रालयहरुमा भएका सवारी साधनहरु
त्यसपछि मन्त्रालयमै भएका धेरै चाहिँ के अरे चाहिँ सरसामानहरू अनि के हुन् भन्दाखेरि तपाईँ हाम्रो चाहिँ करको पैसाले किनेको सम्पत्तिहरू हो। यो के हो भने यो त सामान्य कुरा हो। जस्तै सरकारले कुनै पनि सम्पत्ति किन्छ भने त्यो हाम्रै करको पैसाले किनेको, जनताकै करले किनेको। तर त्यस्तो सम्पत्तिहरूको संरक्षण गर्ने दायित्व चाहिँ हरेक अफिसको हाकिमहरूको हो अथवा प्रमुखहरूको र सिधै सरकारको, हैन। अनि मैले एउटा प्रश्न उठाएँ कि एउटा व्यक्तिले चाहिँ किनेको गाडी अथवा सवारी साधन सामानहरू चाहिँ 20औं वर्षसम्म चलाउँदा केही पनि हुँदैन। तर सरकारले एउटा सवारी साधन किन्यो भने त्यो सवारी साधन चाहिँ 2 वर्ष 3 वर्ष चलाउने अनि लगेर चाहिँ बाहिर चाहिँ के अरे चाहिँ खुल्ला चौरमा राखिदिने। त्यो अनि फेरि अर्को हाकिम आएपछि अर्को गाडी किन्ने अनि त्यो गाडी 2 वर्षमै पुर्याउनु हुने, जुन करोडौँ रुपियाँ पर्छ त्यो गाडीलाई, लाखौँ रुपियाँ पर्ने गाडी पनि त्यसरी गरेँ। र मैले वातावरण संरक्षणको चाहिँ सम्बन्धमा चाहिँ मैले कार्यक्रमहरू चाहिँ पूर्व मेचीदेखि मैले चाहिँ झनै महाकालीसम्म त पुगिनँ, तर नजिकको एरियासम्म पुगेर मैले 4 वर्ष जति चाहिँ यो अवेरनेसको प्रोग्राम गरेँ, हैन। संस्थागत रूपमा व्यक्तिगत रूपमा पनि मैले गर्दाखेरि मैले के पाएँ भन्दाखेरि हरेक अफिसमा जाँदाखेरि त्यो गाडीहरू चाहिँ सबै फोहोरको रूपमा बसेको। अनि त्यो गाडी चाहिँ कहिले यो गाडी किनेको भन्यो भने यो गाडी 5 वर्ष भयो भनेको छ, गाडी सबै बिग्रिसकेको। कति गाडीहरू त यस्तो गाडीहरू मैले देखेँ त्यो गाडीमा त त्यो कुनै चाहिँ फर्सीको झ्याङ लगाएको छ, हैन। त्यस्तो पनि हो। त्यस्तो चाहिँ मैले 4 वर्ष लगाएर चाहिँ फोटो खिचेँ, कलेक्सन गरेँ, हैन। कलेक्सन गरेर लिएर आइसकेपछि त भयो नि, त्यो झनै 1000 कपी नै भयो नि, हैन। त्यो मैले कपी लिएर आएँ र यो काठमाडौँको भ्यालीको पनि प्रत्येक ठाउँमा गएँ, म गएर फोटो खिचेँ, हैन। कति ठाउँमा त गाडी चाहिँ के अरे चाहिँ भर्खर किनेको गाडी त्यो लगभग लाग्छ मलाई त्यो 2-4 महिना कुदाइयो होला, त्यो गाडी भित्रबाट त रुख पलाएको छ, बिरुवाहरू पलाएको पनि मसँग फोटो अहिले पनि छ मसँग फोटो। अनि मैले त्यो मुद्दा चाहिँ मैले चाहिँ त्यो सबै फोटोहरू चाहिँ जम्मा गरेर मैले मुद्दा बनाएँ। मैले मुद्दा केमा बनाएँ भन्दाखेरि एउटा त मैले तिरेको करको दुरुपयोग भन्ने मैले मुद्दा बनाएँ र मैले त्यसैमा त्यो गाडी चाहिँ त्यो कार्यालयको अगाडि सवारी साधनहरू कार्यालयको अगाडि थोत्रे रूपमा, त्यसको केही पनि छैन, त्यसको छाना पनि चाहिँ मेटिसकेको छ, चक्का भाँसिसकेको छ, त्यसको सिटहरू कसले लगेको छ, त्यो दर्जन हजार त्यस्तो गाडीहरू छ। त्यो गाडीहरूको चाहिँ ले गर्दाखेरि मेरो दृश्य प्रदूषण भयो भने मैले पहिलो एकदम म जानी हेर्ने बित्तिकै मेरो नकारात्मक असर पर्यो भने त्यसपछि लिएर त्यो चाहिँ जुन फोहोर भयो भनेर भने वातावरणको हिसाबले त्यसपछि त्यहाँबाट त्यो जुन चाहिँ जे जति चाहिँ के अरे चाहिँ पानी पर्दाखेरि चाहिँ त्यहाँ त पेट्रोल हुन्छ, डिजेल हुन्छ, त्यहाँ रङ हुन्छ, त्यो माटोमा गएर चाहिँ फोहोर भयो, माटो प्रदूषण भयो भनेर मैले समाजमा मुद्दा दर्ता गरेँ। मुद्दा दर्ता गरिसकेपछि बेन्चमा पहिलो मुद्दा चाहिँ बेन्चमा चाहिँ पहिलो मुद्दा गइसकेपछि म बहस गर्नु गएँ र मेरो चाहिँ साथीहरू पनि जानुभएको थियो। मलाई पढाउने जुन इन्भाइरोमेन्टमा चाहिँ पढाउने चाहिँ प्रोफेसर पनि जानुभएको थियो, हैन। उहाँ चाहिँ त्यतिखेर डिन हुनुहुन्थ्यो, उहाँ जानुभएको थियो। त्यसपछि मैले बहस सुरु हुने बित्तिकै बेन्चले के भन्यो भनेर भन्दाखेरि पहिलो प्रश्न नै यस्तो त कति गाडी छ, यस्तो जहाँ तहीँ यस्तो गाडी छ, यस्तो पनि के अरे चाहिँ मुद्दा हुन्छ, यो मुद्दा के गर्नु भन्ने प्रश्न गर्नुभयो। अनि मलाई त कस्तो लाग्यो भन्दा मैले 4 वर्ष रिसर्च गरेर प्रमाणसहित नेपाल सरकारले मैले तिरेको करको दुरुपयोग भयो भनेर चाहिँ मुद्दा हालेको छु र रिसर्चर पनि मैले 4 वर्ष लगाएर चाहिँ हरेक अफिसमा गएर फोटो खिचेर प्रमाणको रूपमा लिएर आएको छु। त्यस्तो अवस्थामा चाहिँ बेन्चले यति त्यो मुद्दै होइन भने जस्तो चाहिँ कुरा भयो कि यो मुद्दै होइन, यसलाई केही गर्न सकिँदैन, यस्तो त कति छ भनिसकेपछि मैले बेन्चमा के भने त्यतिखेर सायद म त आक्रोशमा नआए पनि मेरो भावना बोलेको होला, श्रीमान यो मुद्दा म रिटर्न लिन्छु। मैले 4 वर्ष लगाएर चाहिँ यो मुद्दा सम्मानित अदालतमा चाहिँ लिएर आएको हो। यो मुद्दा यदि चाहिँ यो मुद्दालाई विपक्ष झिकाएर चाहिँ यो मुद्दाको चाहिँ के रहेछ त भनेर चाहिँ हेर्न सकिएन र विपक्ष पनि झिकाउन सकिएन र अन्तर्कालीन आदेशको लागि पनि यसलाई झिकाउन सकिएन भनेदेखि यो मुद्दा म चाहिँ रिटर्न लिन सक्छु भनेर चाहिँ मैले बेन्चमा चाहिँ भनेको थिएँ। वास्तवमा यो एउटा चाहिँ वास्तवमा चाहिँ के हो भन्दाखेरि चाहिँ सम्मानित अदालतलाई मैले सम्मान गरेरै भनेको र सम्मानित अदालतले मैले यति भनिसकेपछि सायद मेरो कुरोमा अझ बढी चाहिँ के अरे चाहिँ केही यो भित्र केही इस्यु छ
भन्ने कुरो लागेर होला सम्मानित अदालतले चाहिँ के भन्नुभयो भन्दाखेरि आदेशमा ल यो किन यसरी चाहिँ गाडीहरू राखेको हो, यो गाडीहरू यसरी चाहिँ बाहिर किन राखेको हो र यो गाडीहरूले चाहिँ दुरुपयोग भएको छ कि छैन, आर्थिक दुरुपयोग भएको छ कि छैन, यो चाहिँ के अरे चाहिँ यसमा डेट तोकेर चाहिँ एउटा मिति दिनुभयो। यो मितिमा चाहिँ सबैजना प्रमाणसहित लिएर आउनु भनेर सरकारलाई पनि चाहिँ बोलाइएको थियो। वास्तवमा कहिले कहिले चाहिँ बेन्चमा के हुन्छ भन्दाखेरि निवेदकको तर्फबाट आफै निवेदक भएर बहस गर्दाखेरि आफै निवेदक हुँदा अझ त्यसमा चाहिँ हामी चाहिँ यो मुद्दालाई चाहिँ कसरी इस्टाब्लिस गर्ने भनेर जाँदाखेरि चाहिँ बेन्चसँग चाहिँ यस्तो चाहिँ तर्क वितर्क चाहिँ हुन्छ। यसलाई मैले सामान्य नै लिएको छु। नेपालमा विकासको नाममा सर वातावरण विनाश भइरहेको आलोचनाहरू धेरै छ, सुनिन्छ। अनि सर यो वातावरण सँगसँगै विकासको कुराहरूलाई कसरी अगाडि बढाउने हो सर? वास्तवमा वातावरण संरक्षण गर्दै विकास गऱ्यौँ न भनेदेखि त्यो विकास हुँदैन, त्यो विकास चाहिँ विनाश हुन्छ भन्छौँ हामी। त्यसलाई एड्रेस गर्नको लागि हाम्रो नेपालको संविधानको धारा 30 मा व्यवस्था गरेको छ। त्यहाँ शब्दै लेखेको छ पहिला वातावरण र विकास, र वातावरण र विकासको समुचित सन्तुलन गर्नुपर्छ भनेको छ। तर त्यो गर्नको लागि कुनै कानुन बनाउँदा बाधा हुँदैन भनेको छ। यसको मतलब के हो त? अब त्यसको मतलब चाहिँ विकास कर्मीहरूले जसले विकास मात्रै गर्नुपर्छ भन्नेहरूले चाहिँ विकास गर्दाखेरि बाधा हुँदैन भनेको छ नि त भनेर चाहिँ आफ्नै किसिमको अर्थ लाउने गर्नुहुन्छ। अब हामी वातावरण संरक्षणवादीहरूले हामी के भन्छौँ भन्दाखेरि होइन विकास पनि गर्नुपर्छ, तर वातावरणलाई संरक्षण नगरिकन गरेको विकास त दिगो हुँदैन नि त। तर विकास भनेको त दिगो हुनुपर्छ भनेर भन्छौँ। त्यसको अर्थ छ जस्तै हामीलाई ठुल्ठुलो बिल्डिङहरू चाहिएको छ, हामीलाई नदीकै छेउमा बिल्डिङ चाहिएको छ, हामीलाई जङ्गलभित्र ठुल्ठुलो बिल्डिङ घर बनाएर टुरिस्ट लिएर जानु परेको छ होइन, त्यो एउटा विकास हो। अब हामीले त्यो जुन नदीको किनारको भागै नछुट्याइकन हामीले ठुल्ठुलो बिल्डिङ बनायौँ भनेदेखि भोलि बाढी पहिरोको कारणले गर्दा समस्या हुन्छ। त्यहाँ बढीभन्दा बढी चाहिँ त्यो नदीमा फोहोर हुन्छ, त्यो चाहिँ के अरे चाहिँ घरहरू बनाएको कारणले गर्दा त्यसको व्यवस्थापन नहुनु सक्छ भन्ने एउटा आधार। अर्को हाम्रो चाहिँ राष्ट्रिय निकुञ्जहरू संरक्षण गरेको छ। राष्ट्रिय निकुञ्जहरू जस्तै हामी गाउँमा बस्छौँ, हामी सहरमा बस्छौँ, तर वन्यजन्तु कहाँ बस्छ? वन्यजन्तु जङ्गलमा बस्छन्। त्यो जङ्गलमा बस्नको लागि उसलाई सुरक्षित होस्, हामीसँग उसले आक्रमण गर्न नआओस्, उसको खानपिन व्यवस्था त्यहीँ होस्, उसको पानीकै व्यवस्था त्यहीँ होस् भनेर के गरेको हुन्छ भन्दाखेरि त्यो संरक्षित क्षेत्र छुट्याएको हुन्छ होइन, निकुञ्जहरू छुट्याएको हुन्छ। अब त्यो भित्र घर बनाउने निर्णय भयो, हामीलाई घर चाहिएको छ भने त त्यो विकास के हो त? त्यो विकास दिगो विकास हो। त्यो विकासले हाम्रो जीवन पनि संरक्षण गर्दैन र वन्यजन्तुको जीवन पनि संरक्षण गर्दैन। किन भन्दाखेरि किन हाम्रो जीवन चाहिँ संरक्षण गर्दैन भन्दा अब हामीले जङ्गलभरि घर बनायौँ, जङ्गलभरि मान्छे हिँड्ने ठाउँ बनायौँ भने त्यहाँको वन्यजन्तुहरू सहरतिर आउने हो नि त। सहरतिर आउँदा त त्यसले त खानेकुरा पनि मान्छे नै देख्छ, अनि उनीहरूको खानेकुरा पनि हाम्रो गाईबस्तु नै देख्छ। त्यस कारणले असर परेन। त्यो कारणले गर्दाखेरि वन्यजन्तु पनि सुरक्षितसँगले बसोस्, मान्छे जुन मानव छ मान्छेलाई पनि असर नपरोस्, मान्छेको बिचमा द्वन्द्व नहोस् भनेर चाहिँ उनीहरूको लागि ठाउँ छुट्याइदिएको हो। त्यो ठाउँ छुट्याइदिँदाखेरि अब विकासको नाममा चाहिँ हामीले सबै विनाश गरेर चाहिँ त्यहाँनिर चाहिँ विकास निर्माणको काम गर्न थाल्यौँ भने के हुन्छ? अहिले चाहिँ बागमती हाम्रो चाहिँ ठुलो नदी छ यहाँ होइन, काठमाडौँ भ्यालीकै कुरा गर्ने। त्यो बागमती नदीलाई पुरेर चाहिँ ठुल्ठुलो घरहरू बनाइदिउँ त, त्यहाँ त लाखौँ घर बन्ला नि त होइन, तर त्यो विकास हो त? अब विकास चाहिँ के हो भन्दाखेरि त्यो बागमतीमा चाहिँ सफा पानी कुदाउने, त्यहाँ बागमतीमा चाहिँ के अरे चाहिँ मान्छेले हेर्न सक्ने खालको चाहिँ सफा पानी हुनुपर्ने, त्यहाँ जलचर पनि मजाले कुद्ने ठाउँ हुनु पर्यो, कुदेको देखिनु पर्यो, अनि नै टुरिस्ट आउँछ, अनि नै मान्छे आउँछ। त्यहाँ चाहिँ जल के अरे चाहिँ जलभित्र माछा छ भने त्यहाँ हरेक किसिमको चाहिँ पक्षीहरू आउला, हामीलाई सुन्दरता हुन्छ। त्यस कारणले गर्दा विकास गर्दाखेरि जहिले पनि भोलिको पुस्तालाई पनि सम्झेर गर्नु पर्यो एउटा। अर्को चाहिँ विकास गर्दाखेरि भोलिको पुस्तालाई आवश्यकता कति पर्छ भनेर पनि हेर्नु पर्यो र भावी पुस्तालाई पनि त्यो राखिदिनु पर्यो भन्ने चाहिँ यो वास्तवमा चाहिँ के अरे चाहिँ इन्भाइरोमेन्ट जस्टिसको चाहिँ सिद्धान्त चाहिँ दिगो विकास होइन, संरक्षित वातावरण र भावी पुस्ताको वातावरण भनेरै हामीले चाहिँ बुझ्छौँ।
तर अब नेपालको भूमिका के हुन सक्छ यो ग्लोबल वार्मिङको प्रब्लमलाई समस्यालाई समाधान गर्नको लागि ठ्याक बुदामा भनिदिनु सर। नेपालको भूमिका त के भन्दाखेरि नेपालमा परेको असर के असरहरू परेको छ त्यो विश्व सामु चाहिँ नेपाल सरकारको प्रतिनिधिको रूपमा लगेर बोल्नु सक्नु पर्यो, पहिलो भूमिका दिएको। र दोस्रो भूमिका नेपाल जस्तै अन्य अन्डर डेभलपमेन्ट कन्ट्रीहरूसँगको चाहिँ एउटा उनीहरूलाई पनि साथ लिएर एउटै विषयवस्तु बनाएर उनीहरूलाई पनि सँगै लिएर गएर आफूले लिडरसिप लिएर गएर विश्व सामु चाहिँ जलवायु परिवर्तनको कारणले ग्लोबल वार्मिङको कारणले अन्य देशहरूको कारणले गर्दाखेरि मेरो देशलाई असर परेको छ, हाम्रो देशलाई असर परेको छ, यसको क्षतिपूर्तिहरू विश्वको समुदायका ठुला देशहरूले चाहिँ क्षतिपूर्ति दिनुपर्छ भनेर गर्नुपर्छ। जस्तै उदाहरणको लागि नेपालको जुन हिम श्रृङ्खलाहरूमा अब हिउँ नै नहुने परिस्थिति भयो भने नेपालमा पानी जति पनि बग्छ नि त्यो नेपालका हिउँको पानीहरू चाहिँ त्यहाँबाट बगेको पानीहरू 48वटा देशले उपयोग गर्छ भन्छ। त्यो 48वटा देशलाई त असर पर्ने पर्यो नि त। जस्तै त्यो हिउँ अब 200 वर्षसम्म बिस्तारै पग्लेर सबैलाई उपयोग गर्नको लागि चाहिँ त्यो उपयोग गर्ने खालको हुन्थ्यो। अब एकै वर्षमा हिउँ पग्ल्यो भने के हुन्छ? बङ्गलादेश डुब्छ होला, पाकिस्तान डुब्छ होला, इन्डियाको केही भाग डुब्छ, नेपालमा बाढी पहिरो आउँछ होला, अनि त्यसपछि अर्को वर्षदेखि पानी नै हुँदैन, नदीमा पानी नै हुँदैन। आज चाहिँ हाम्रो उत्तरबाट बग्ने सबै नदीहरू हेर्नुहोस् त, सबै नदीहरू चाहिँ हाम्रा ठुल्ठुला नदीहरू चाहिँ त्यसको स्रोत कहाँ छ भन्यो भने त्यही हिम श्रृङ्खला हो, त्यही हिउँ पग्लेर आउने हो। त्यो हिउँ अहिले चाहिँ ठिक्क पग्लेको छ होला। अब यो ग्लोबल वार्मिङको कारणले हिउँ एकैचोटि पग्लिन्छ। जस्तै अहिले त्यहाँ तापक्रम चाहिँ के अरे चाहिँ माइनसको चाहिँ के अरे चाहिँ 12, 15, 20, 25 होला, भोलि चाहिँ -5 मात्रै भयो होइन भने त छिटो धेरै पग्लिने भयो नि त है। त्यहाँ नै चाहिँ के अरे चाहिँ अब 10 डिग्री भयो, 20 डिग्री चाहिँ गर्मी भयो भने झन् छिटो पग्लिन्छ होइन। तराईमा झन् बढी चाहिँ 44 डिग्री भयो अरे होइन। अनि झन् बढी चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ ग्लोबल वार्मिङको कारणले असर पर्दा अब त्यो नेपालको भूमिका चाहिँ के हुन्छ भन्दा विश्व सामु आफ्नो विषयवस्तुलाई कडाभन्दा कडा तरिकाले राख्ने र के अरे विश्वकोबाट क्षतिपूर्ति ल्याएर यहाँको जनतालाई चाहिँ के गर्ने भन्दाखेरि यो वातावरण अनुकूलन बस्नको लागि चाहिँ सहयोग गर्ने। वातावरण अनुकूलन बस्नको लागि सेफ्टी हुनको लागि त आवश्यकता पर्छ पैसा नि त होइन। जस्तै घरमा चाहिँ एसी लाउनु पर्यो होला, एकदम गर्मी भयो भने होइन, कपडाहरू पनि के अरे पातलो लाउनु पर्यो होला अथवा महँगो खालको कपडा लाउनु पर्यो होला, सस्तो कपडाले चिलाउँछ होला। यी सबै के भयो हामीले रुखहरू घरभित्रै रुखहरू रोप्नुपर्ने होला, अक्सिजन प्लान्टहरू घरभित्रै रोप्नुपर्ने होला, त्यसको लागि त पैसा चाहियो नि त। एउटा सामान्य जनताले त सक्दैन। त्यस कारणले यसमा चाहिँ नेपाल सरकारले आफ्नो जनतालाई संरक्षण गर्ने गरिकन आफ्नो वरिपरिको चाहिँ जो आफू जस्ता चाहिँ देशहरू जुन प्रभावित छन् उनीहरूको चाहिँ लिडरसिप लिएर अगाडि बढ्नुपर्छ भन्ने कतिपय वकिलहरू र संस्थाहरूको सर यो जनावर तथा वातावरणको मुद्दालाई प्रचार र फन्डको रूपमा नि फन्डको स्रोतको रूपमा देखिरहेको हुन्छन् सर। यो कुरालाई कसरी देख्नुहुन्छ सर हजुरले? वास्तवमा जस्तै एनजिओकरणको भइरहेको छ भन्ने कुरा गर्नुभएको होला। जस्तै जनावर संरक्षण सम्बन्धी धेरै एनजिओहरू नेपालमा छ, काठमाडौँमा पनि धेरै, सबैभन्दा धेरै एनजिओ त काठमाडौँमै छ होला। अब त्यसमा अहिले मैले ठ्याक्कै के अरे चाहिँ एउटा कानुन व्यवसायले नै वन्यजन्तुको संरक्षणको लागि ठुल्ठुलो चाहिँ एनजिओहरू चलाएर चाहिँ मैले देखेको छैन। त्यो नदेखेको कुराहरू मैले देखेको छ भन्नु मिल्दैन। तर वातावरण संरक्षणको नाममा चाहिँ केही एनजिओहरू चाहिँ होइन कानुन व्यवसायहरूको चाहिँ पनि छ। तर त्यो जति चाहिँ के अरे चाहिँ अरूले चाहिँ विदेशी पैसाहरू ल्याएर होइन विदेशी डलरहरू ल्याएर नेपालमा चाहिँ वातावरण संरक्षण जनावर संरक्षण गरेको छ भन्ने छ नि। तर कानुन व्यवसाय भन्दा अरू धेरै चाहिँ के अरे चाहिँ त्यसमै टोटल्ली लाग्नेहरू। जस्तै कानुन व्यवसाय भनेको त के हो भन्दाखेरि सल्लाह दिने हो होइन। कुनै संस्था चाहिँ जनावर सम्बन्धी संस्था दर्ता गरेको छ र जनावर सम्बन्धी उसले कहीँबाट फन्ड लिएर आउँछ भनेदेखि त्यसको सल्लाहकारको रूपमा चाहिँ अब कानुन व्यवसाय बस्छ। तर एउटा कानुन व्यवसायले नै त्यो संस्था चलाएर जनावरकै मात्रै चाहिँ के अरे चाहिँ एउटा फन्ड चलाएर चाहिँ त्यो व्यवसाय कानुन व्यवसाय हुँदैन। त्यो चाहिँ के हुन्छ भने त्यो चाहिँ एउटा संस्थागत रूपमा हुन्छ। किनभने मान्छेको एउटा व्यक्तिको प्रमाणपत्र वा कानुन व्यवसाय त मान्छे त सबै मान्छे एउटै हो नि त होइन। त्यस कारणले हामी व्यावसायिक रूपमा चाहिँ हामी कानुन व्यवसाय गर्छौँ, जसको वकालत गर्छौँ, जब हामी चाहिँ लिटिगेसनमा जान्छौँ
हामी चाहिँ राइटको लागि चाहिँ जनावरको राइटको लागि समाज अदालतमा जान्छौँ भनेदेखि त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ त्यो विदेशी फन्डिङहरू त्यसमा हुँदैन। त्यो चाहिँ जस्तै मैले यत्रो मुद्दाहरू गरेको छु नि, यहाँ कुनै पनि विदेशी फन्ड होइन। त्यो फन्ड चाहिँ मेरो दिमागले यो मुद्दा गर्नुपर्छ, यो मुद्दा गरेन भने चाहिँ भोलि चाहिँ यसलाई असर पर्छ, वातावरण संरक्षण हुँदैन, जनावरको अधिकार हुँदैन, जनावरको अधिकार चाहिँ संरक्षित गर्नुपर्छ भन्ने मेरो दिमागको उपजबाट आएको कुराहरू चाहिँ हामीले अदालतमा प्रवेश गरेर चाहिँ हामीले एक किसिमको चाहिँ अदालतबाट पनि आदेश गर्नु चाहिँ लगाएको मात्र हो। तर अबको यो 20 देखि 30 वर्षमा सर हामीले ग्लोबल वार्मिङको जुन समस्या छ नि त्यसलाई वास्ता गरेन भने, जस्तै अब सर युएसए को रिपब्लिकन पार्टी छ, उनीहरूले वास्तै गर्दैनन् सर ग्लोबल वार्मिङलाई उनीहरूले वास्तै गर्दैनन् सर। उनीहरूले एज ए सुप्रिम पावर उनीहरूले सर यस्तो गरिरहेछन् भनेपछि यो सानो मुलुकहरू हुन्छन् इकोनोमिक वाइज, उनीहरूले पनि त्यो वास्ता गर्दैनन् सर। उहाँ युएसए को कारणले यता इन्फ्लुएन्स हुने त्यो कुराहरू पनि देखा परेको देखिन्छ सर। यो कुरामा हजुरको के विचार छ? वास्तवमा यो विषय मैले अघि पनि कुरा गरेँ कि ठुलो देशहरूको कारणले गर्दाखेरि सानो जुन अन्डर डेभलपमेन्ट कन्ट्रीहरू छ त्यसलाई बढी प्रभाव परेको छ भनेर। त्यही कारणले गर्दा नेपाल जस्तो जहाँ एकदम बढीभन्दा बढी प्रभावहरू परेको हुन्छ नि, त्यो बढीभन्दा बढी प्रभाव पर्ने देशहरूको लिडरसिपहरू उनीहरूको पनि के अरे चाहिँ विभिन्न किसिमले चाहिँ के अरे चाहिँ एक आपसमा सल्लाह गरेर चाहिँ लिडरसिप लिएर चाहिँ ठुलो देशहरूलाई चाहिँ विषयवस्तु बनाउनु पर्यो। जस्तै कुनै पनि विषयवस्तु बन्नलाई, अन्तर्राष्ट्रिय विषयवस्तु बन्नलाई चाहिँ के हुन्छ भन्दाखेरि सरकारले धेरै काम गर्नुपर्छ, त्यसै बन्दैन विषयवस्तु। जस्तै अहिले हाम्रो चाहिँ यो चाहिँ सगरमाथा छ, सगरमाथा चाहिँ समस्या पर्यो है भनेर हामीले मुखले भन्ने बित्तिकै अन्तर्राष्ट्रिय विषयवस्तु बन्दैन। अन्तर्राष्ट्रिय विषयवस्तु बन्नको लागि लगातार त्यो विषयमा कुरा उठाइराख्नुपर्छ, सरकारले त्यो विषयमा इस्यु बनाइराख्नुपर्छ, कार्यक्रमहरू लगिराख्नुपर्छ, अन्तर्राष्ट्रिय इस्युमा त्यो विषयलाई प्रवेश गराइराख्नुपर्छ। अनि मात्रै के हुन्छ भन्दाखेरि त्यो अन्तर्राष्ट्रिय विषयवस्तु बन्छ। जस्तै हाम्रो अहिले चाहिँ हाम्रो चाहिँ सगरमाथामा भएको हिउँ पग्लिँदैछ र यो पग्लिनु सक्छ, पछिसम्म पनि यो यत्तिकै रहँदैन होला, यसलाई अहिलेदेखि नै संरक्षण गर्नुपर्छ भन्ने विषयवस्तु अहिले संसारको विषयवस्तु बनेको छ होइन। यो बन्नु चाहिँ के हो भन्दा राम्रो कुरो। किन राम्रो कुरो हो भन्दा जब विषयवस्तु बन्छ नि, त्यो विषयवस्तु बनिसकेपछि चाहिँ त्यसलाई एड्रेस गर्न सजिलो हुन्छ। हामीले विषयवस्तु बनाउनु सक्नु नै सबभन्दा ठुलो कुरो। जस्तै आजभन्दा 20 वर्ष अगाडि यो विषयवस्तु कहाँ बनेको थियो? जलवायु परिवर्तनको कुरा छोडिदिनु न, वातावरण संरक्षणको विषयमा एउटा पत्रिकामा लेख्दैन थियो। पत्रिका मैले जतिखेर चाहिँ पढेँ, मैले पढ्दाखेरि वातावरण संरक्षणको विषयमा कुनै पत्रिकाले एउटा दुईटा लेखेको हुन्थ्यो लेखहरू। तर आज त विषयवस्तु बनेको कारणले तपाईँ हरेक दिन हेर्नुहोस्, हरेक पत्रिकामा, हरेक अनलाइनमा कुनै न कुनै वातावरणको संरक्षणको विषयवस्तु उठाएको हुन्छ। त्यसको मतलब त्यो विषयवस्तु बनिसकेको छ होइन। अनि ठुलो देशहरूले चाहिँ त्यो विषयवस्तुलाई चाहिँ अब अनदेखा गरेर बस्नु सक्दैन, किनभने सानो देशहरू अथवा चाहिँ देशहरू युनिट भएर चाहिँ होइन यो गर्नुपर्छ भनेर। जस्तै जलवायु परिवर्तन सम्बन्धी चाहिँ हरेक वर्ष चाहिँ के हुन्छ भन्दाखेरि कोपको मिटिङ हुन्छ नि होइन। त्यो मिटिङमा पनि कुरो उठेको छ, नेपालको विषयवस्तु त्यहाँ पनि छिरेको छ। त्यस कारणले गर्दा नेपाल जस्तो देशलाई बचाउनको लागि भनेर फन्ड पनि स्थापना गर्ने भनेको छ। त्यो अहिले फिलिपिन्समा त्यसको अफिस पनि स्थापना भइसकेको छ, त्यहाँ फन्डहरू जम्मा हुँदैछ। तर त्यो फन्ड हाम्रो देशले कसरी लिएर आउने? अबको 20 वर्षमा अहिले हेर्ने हो भने अहिले हामी तापक्रम चाहिँ जस्तै तराईको तापक्रम कति होला भन्दाखेरि 40, 41, 42 पुग्यो अरे भन्ने हामी सुनिरहेछौँ। काठमाडौँ योभन्दा केही वर्ष अगाडिसम्म हामीलाई 32 डिग्री भयो भने ओहो लो मरिन्छ कि आओ भनेर भन्थ्यो। आज हामी 34 भयो भने ठिकै छ, हामी यहाँसम्म पुगिसक्यौँ कि भोलि चाहिँ यहीँनिर 40 हुन्छ, तराईमा 60 हुन्छ होइन। यसलाई कसरी हेर्ने? यो त सम्भावना छ। अबको 20 वर्ष पछाडि त यो सम्भावना छ होइन। हामीले चाहिँ भोलि चाहिँ अक्सिजनको कारणले अक्सिजन नपुगेर चाहिँ होइन, हामीले अक्सिजनको सिलिन्डरै पछाडि बोकेर चाहिँ क्याम्पस पढ्नु जानुपर्ने हो। बस गर्दा पनि सिलिन्डर बोक्ने, नाकमा लगाउने हिँड्ने हो अक्सिजन नपुगेर होइन। यो त छ नि त। यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले अहिलेदेखि नै हामीले 20 वर्ष होइन, अबको 100 वर्ष पछाडि हाम्रो अवस्था के हुन्छ पहिलेदेखि सोच्नु भयो। हाम्रो वन जङ्गलहरूलाई कसरी जोगाउने? अहिले हाम्रो चाहिँ पानी ठाउँ ठाउँबाट चाहिँ पानीको जरा हुँदिरहेछ होइन, मुहानहरू छ। त्यो मुहानलाई अहिलेदेखि संरक्षण कसरी गर्ने होइन, त्यहाँको कम्युनिटीलाई त्यो विषयमा कसरी बुझाउने? त्यही भएर चाहिँ के अरे चाहिँ सरकारले पनि
कम्युनिटीमा चाहिँ जलवायु परिवर्तनको मुद्दाहरू, वातावरण संरक्षणको मुद्दाहरू, जनजीविकाका मुद्दाहरू, जलवायु परिवर्तन न्यूनीकरण गर्ने कुराहरू, यी सब कुराहरूलाई चाहिँ लिएर जानुपर्छ भन्ने छ हैन। त्यो कारणले गर्दाखेरि अबको 20 वर्ष नभन्नु, अबको 100 वर्ष पछाडि पनि यो संसार त 100 वर्ष मात्रै बाँच्छ र यो संसार त हामी चाहिँ 2-4 करोड वर्ष बाँच्छौँ भन्दै छौँ नि त। हामी जस्तो चाहिँ 100औं करोड चाहिँ के अरे चाहिँ पछि चाहिँ जन्मिँदै जान्छन् मान्छेहरू, उनीहरूको भविष्य के हुने? हामी त के अरे चाहिँ हरेक मान्छेहरू चाहिँ के अरे चाहिँ जीवित रहँदैन, उनीहरू ठिक समयमा आफ्नो समयमा उनीहरूको उमेर पुगेपछि सबै मान्छे जान्छ। तर भोलिको लागि हेर्ने भनेको वातावरण संरक्षण कर्मीहरू एउटा हेर्छ उनीहरूले, र सरकार आफैले हेर्नुपर्छ, र योसँग सम्बन्धित रहेका अन्य सङ्घ संस्थाहरूले पनि भावी पुस्तालाई कसरी संरक्षण गर्ने। अब म भावी पुस्ता मेरो छोरा नाति पलाती मैले देख्दैन के मतलब भन्यो भने त त्यो त संरक्षण हुँदैन नि त। त्यस कारणले हामीले सोच्दाखेरि जहिले पनि त्यस कारणले वातावरण संरक्षणको कुरा गर्दाखेरि भावी पुस्ता भन्ने शब्द आउँछ। त्यो भावी पुस्ता भनेको भावी पुस्तालाई संरक्षण गर्ने भनेको। अब सर हामी एउटा रमाइलो सेसन गर्छौँ, त्यसको नाम हो ऱ्यापिड फायर सेसन भनेर राखेछौँ होइन। त्यसमा सर हामीले एक शब्दमा हजुरले उत्तर दिनुपर्ने हुन्छ होइन। जस्तो अब अनि त्यसपछि कानुनी पेसामा सबैभन्दा ठुलो समस्या हजुरले के फेस गर्नु भएको छ एक शब्दमा भन्दाखेरि? कानुनी पेसा सबभन्दा त यो रिसर्चै हो चुनौती चाहिँ। अहिलेको एक कानुन सुधार गर्न मौका पाउँदा हजुरले के सुधार गर्नुहुन्छ? ठ्याक्कै एउटा सेक्सन भन्नुहोस् या दफा केही। दिगो विकासलाई नै स्थापित गर्नको लागि वातावरण संरक्षण सम्बन्धी कानुन बनाउनु पर्छ जस्तो लाग्छ मलाई। सबैभन्दा चुनौतीपूर्ण मुद्दा सर जनावर सम्बन्धी हो कि वातावरण सम्बन्धी? हुन त सर वातावरण सम्बन्धी जनावरको मुद्दाहरू पर्छ, तर पनि यसो छुट्याएर भनिदिनु न कुन मन हजुरले एकदम गाह्रो हुन्छ भन्ने कुरा। वास्तवमा यो जनावर भनेको एउटा वातावरणको एउटा टुल्स हो। जनावरभित्र वातावरण पर्छ भन्ने होइन, वातावरणभित्र चाहिँ जनावर पर्छ भन्नुपर्छ। त्यस कारणले यो दुवै मुद्दा हेर्ने हो भने सबभन्दा चुनौती चाहिँ वातावरण संरक्षणको मुद्दाहरू गर्नको लागि र त्यसलाई कार्यान्वयन गर्नको लागि चुनौती छ। यदि तपाईँ वकालत पेसामा नभएको भए हजुर के काम गर्नुहुन्थ्यो? म यो वकालत पेसामा म नआएको भए चाहिँ कुनै अफिसर हुन्थ्यो होला। यसो तोक्दिनु सर के अफिसर? कुनै अफिसर हुन्थ्यो होला, मलाई लाग्छ म अफिसर भए पनि कानुन क्षेत्रकै अफिसर हुन्थ्यो होला। किनभने मेरो फ्यामिली ब्याकग्राउन्ड हेर्दाखेरि मेरो काका पनि चाहिँ के अरे कानुनै भएको, दाइ पनि कानुनै भएको हुनाले म त्यही पेसातिर जान्थेँ होला। हजुरको सर कुनै दुईटा फेभरेट मुद्दा, एउटा नेपालको सर्वोच्च अदालतले डिसिजन गरेको, एउटा बाहिरको कुनै सर्वोच्च अदालतले डिसिजन? मैले बाहिर डिसिजन गरेको मुद्दा चाहिँ मैले एउटा पढेको थिएँ, यो बङ्गलादेशको चाहिँ सर्वोच्च अदालतले गरेको मुद्दा। यो नदी जुन उत्खनन गर्ने जुन कम्पनीहरूले यदि गैर कानुनसँगले चाहिँ त्यो नदीबाट चाहिँ उत्खनन गरेर ढुङ्गा माटो चाहिँ निकालेको यदि प्रमाणित भयो भने ती कम्पनीहरूलाई चाहिँ कुनै पनि ब्याङ्कबाट लोन नदिने भनेर चाहिँ डिसिजन गरेको रहेछ। यो नेपालमा गर्न सकिएको छैन, तर यो चाहिँ सबभन्दा राम्रो लाग्यो मलाई है। किन भन्दाखेरि जलवायु परिवर्तनकै कुरा र वातावरण संरक्षणको कुरा गर्दाखेरि त्यो चाहिँ एकदम राम्रो फैसला हो। तर नेपालमा यस्तो फैसला आजसम्म हामीले लिएर गए पनि हुन सकेको अवस्था छैन होइन। तर स्पेसल यसैमा आधारित भएर चाहिँ अदालतमा चाहिँ जानुपर्छ जस्तो लाग्छ मलाई। र अर्को चाहिँ एउटा नेपालको सन्दर्भमा गर्ने आफैले गरेको मुद्दा मैले अघि चर्चा पनि गरेँ, दृश्य प्रदूषण भनेर चाहिँ पहिलोचोटि मुद्दामा मैले प्रवेश गराएको हो होइन। मैले चाहिँ रिट लेख्दाखेरि त्यो मुद्दालाई चाहिँ त्यो शब्द प्रयोग गरेको हो। र दृश्य प्रदूषण भयो भनेर चाहिँ मैले मुद्दा दर्ता गर्दाखेरि यो मुद्दा चाहिँ के कस्तो लाग्यो भन्दाखेरि यो नेपालको लागि मात्रै होइन, दक्षिण एसियामै यो मुद्दा पहिलो मुद्दा चाहिँ मैले दर्ता गरेको रहेछु। यो पर्चा पम्पलेटहरू भित्ति लेखनहरू चाहिँ लेख्न पाइँदैन भनेको छ। तर अहिले पनि यो हेर्नुभयो भने जस्तै इन्डिया, म अस्ति कलकत्ता गएर आएँ, यति धेरै दृश्य प्रदूषणको चाहिँ अवस्था मैले देखेँ। अनि बङ्गलादेशको कुरा गर्नुहुन्छ भने भर्खरै एकजना साथी आउनुभएको छ, उहाँले भनेको यति धेरै चाहिँ त्यहाँ दृश्य प्रदूषण छ, पर्चा पम्पलेट छ सर, तपाईँले काठमाडौँमा त त्यतिखेर मुद्दा गरेर ठुलो काम गर्नुभएछ भन्नुहुन्थ्यो। मैले यो दुईवटा मुद्दालाई चाहिँ महत्त्वपूर्ण रूपमा हेर्छु। र हामी पोडकास्टको अन्तिम फेजमा छौँ। वातावरण र जनावरको अधिकारको क्षेत्रमा नयाँ पुस्ता आउने हुन्छ नि, वकालत गर्ने या नयाँ पुस्ता जे पनि हुनुहुन्छ काम गर्ने हुनुहुन्छ उहाँहरूलाई हजुरले के सजेसन दिन चाहनुहुन्छ सर? म के सजेसन दिन्छु भन्दाखेरि यो कामहरू गर्दाखेरि मनैबाट गर्नुहोस्। र यी कामहरू चाहिँ जब तपाईँ सुरु गर्नुहुन्छ भने
तपाईँले धन्यवाद पाउनुहुन्न। तपाईँले वन संरक्षणको मुद्दा गर्नुहुन्छ, त्यो वन वनस्पतिले तपाईँलाई अफिसमा आएर धन्यवाद भनेर कहिले पनि भन्दैन। तपाईँ धन्यवादको आशै नगर्नुहोस्। र अर्को चाहिँ जति पनि जनावरको लागि तपाईँ मुद्दाहरू गर्नुहुन्छ, मैले नै जनावरको लागि क्रुएल ट्रिटमेन्ट गर्नु हुँदैन, त्यसरी चाहिँ त्यस्तो गरेर चाहिँ नाकमा बाँधेर ल्याउनु हुँदैन, राँगा भैँसीलाई भनेर मुद्दा गरेँ, मैले मुद्दा पनि जितेँ। अनि पशु कल्याण ऐन बनाउने पनि भनेर सरकारले चाहिँ तय गर्दैछ, अदालतले मुद्दा पनि मलाई जिताइदियो। तर कुनै पनि चाहिँ के अरे चाहिँ पशुहरू राँगा भैँसीले कुनै पनि मेरो अफिसमा आएर तपाईँलाई धन्यवाद छ भनेर भनेन। त्यस कारणले यो धन्यवादको चाहिँ आशा नगर्नुहोस्। यो आशा नगरिकन तपाईँहरू चाहिँ यदि चाहिँ काममा लाग्नुभयो भने तपाईँलाई चाहिँ परिणाममा तपाईँलाई अप्रत्यक्ष रूपमा यो समाजले नै तपाईँलाई धन्यवाद दिइरहेको हुन्छ। आएर नभने पनि उसको कारणले गर्दाखेरि चाहिँ यो परिवर्तन भयो भनेर चाहिँ भनिरहेको हुन्छ। मैले काम गरिराख्दाखेरि धेरै चाहिँ मुद्दाहरू चाहिँ अहिले 6वटा मुद्दाका कारणले गर्दाखेरि लगभग 6-7वटा त कानुनहरू बनिसकेको छ। त्यो कानुनहरू बन्दाखेरि चाहिँ मलाई आएर नभने पनि समाजले फलानाको कारणले गर्दा यो कानुन चेन्ज भएको भनेर त कुरा गर्नुहुन्छ होला जस्तो लाग्छ होइन। र यसमा चाहिँ मैले जति पनि साथीहरू आउनुहुन्छ होइन, कानुन व्यवसाय तपाईँहरू नै पछि कोही कानुन व्यवसायी भएर चाहिँ म जस्तै कानुन व्यवसायी भएर आयो भने पनि यो धन्यवादको आशा नलिनुहोस् होइन, तर काम गर्नुहोस्, धन्यवाद आफै पाइन्छ। यहाँसम्म रहेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। बियोन्ड द बारको पोडकास्टलाई सब्सक्राइब गर्नुहोस्, कमेन्ट गर्नुहोस् र लाइक गर्नुहोस्। धन्यवाद।